झोलासँगको प्रेम तपाईँ कति वर्ष हो? अब माथि जेठा बोल्दैन झोला त के साथै जन्म साथै पुगेको अनि खुर्पा पुग्नु पर्यो भलाकी पुग्नु पर्यो। तपाईँको खुर्पाहरू चाहिँ खै त? त्यत्रो खुर्पाहरू क्या? ए यो खुर्पाहरू है सबै खिच्नु के खिच्नुहुन्छ यी खुर्पाहरू? खुर्पासँगको प्रेम, झोलासँगको प्रेम, गाईबस्तुसँगको प्रेम है सब चिजले तपाईँलाई गाउँ छोड्न मन गरेन है? लाग्दैन हौ, यो लागेन हौ। तपाईलाई देखाइरहेको भिडियो चाहिँ मोरङको रमिते स्थित रहेको ओखलढुङ्गा गाउँको हो। यहाँ चाहिँ 70 वर्षीय इन्द्र माया चामलिङ राई बस्नुहुन्छ। उहाँ आमासँग गरिएको कुरा हो। गाउँमा घुम्दै घुम्दै जाँदाखेरि उहाँको घरको आँगन पुगेपछि मलाई यो दृश्यहरूलाई चाहिँ कैद गर्न मन लाग्यो। यो भिडियोको बारेमा अन्यथा नसम्झिदिनु होला। कसैले बाँचिरहेको एक्लो जीवन पनि खुसीको लागि एउटा प्रेरणा मिल्दो रहेछ भन्नका लागि पनि मैले यो भिडियो राखेको छु। उहाँ आमासँग गरेको कुराहरू नै यो भिडियोमा मैले राखेको छु। यो आमाको पुरानो सम्झना उहिले यहाँ बस्यौं हुर्केको नि भनेपछि अब यो नयाँ बनाउनु पर्छ भन्ने चाहिँ लागेन? अब नयाँ बनाए एक्लै बस्नु के त अब भाइ भटे नै सबै उडो सटे सहरतिर पैसा जान्छ अनि किन बस्नु पर्छ जस्तो लाग्छ गाउँमा? हामी त साथीभाइ रमाइलो गोठालो गाउँ रमाइलो थियो नि त। अब चाहिँ यो नातिले चाहिँ कहाँ पुऱ्याउनु पर्यो अब घरको पुरानो घरको सम्झना चाहिँ आमाले त्यो नछोड्ने। तर त्यस त जहाँ भन्न छ नि बिरानो भुराहरू छ उठे पछि जाउँ तल हाम्रो फुलबार छ त्यहाँ बसौँ बहिनीले भन्छ भटेहरूले गर्नु मन लाग्दैन। केले चाहिँ रोकेको छ चाहिँ तपाईँलाई चाहिँ? मायाले, घरको मायाले। घरको मायाले बिहा नगरेको नपठाइदिन अब त कहाँ निस्किसक्यो। यो ढोकाको कति सम्झनालाई? यो त सबै यस्तो घर आफै बस्छु आफै सुत्छु नि पश्चिमको ऊ कहाँको हेरेको थियो अस्ति मोबाइलमा। अब त्यस्तै मेरो पनि निस्किन्छ अब त्यस्तै निस्किन्छ अब। यो घरमा एक्लै बस्नुहुन्छ नि? नजिक सक्छ नजिक सुन्छ नजिक आमाको माया, आमाले बनाएको घर, आमाले स्याहारेको चुला भाँडा कुडा है अनि हेरेको थियो अब फेरि निस्क्यो ज्यान अब फेरि पनि तपाईको सम्झना बचपन हुर्केको सम्झना सबै चिज छ र यहाँनिर गाउँ छोड्न मन लाग्दैन है? अब चाहिँ देखियो पश्चिममा म हेरेको त्यहाँ मोबाइल हेरेको त्यस्तै आयो अघि भाग्नु पर्दैछ। तपाईँको नाम? राखेन यस्तो भन्नु अलिक राम्रो लुगा लाउनु पर्थेछ। यस्तो राम्रो कति राम्रो देख्नुभएको छ? राम्रो आएको छ। नाम भनिदिनु न। नाम इन्दिरा भन्छ। के थरी हुन्छ? चामलिङ हौ। ए यहाँ बस्नु भएको कति वर्ष हो? यहाँ जन्मी यहाँ बसेको नि। अहिले कति वर्ष पुग्नु हो? 70 है। अनि 70 मा यति तपाईँ त ऊर्जाशील हुनुहुन्छ त? बाख्रा गाई गाई त पालेको छैन है, कुखुरा सुँगुर चाहिँ छ। आफै हेर्नुहुन्छ है? आफै अरू भरेनीहरू म बिहे नगरेको। ए हजुरले विवाह गर्नु भएन? अनि तपाईलाई चाहिँ किन विवाह गर्नु मन लाग्यो एकछिन सेयर गरिदिनु न। के बिहे गर्छ हामी 4 भाइको छोरी 4 भाइ छौँ अनि अहिले बिमार छ क्यान्सर थियो जेठाको छोरी उता कोपिला भन्ने ममाइले छोरी किरण साइला उया घर बनाएर कान्छाको ज्वाइँ देखे भने हामी 4 भाइ पर्ने छौँ त। ए 4 जना दिदीबहिनी कर्ने हुन्छ है? दाजु भाइको छोरीहरू 3 जना 4 जना बिहे गर्नु भएको छैन? अनि माइतीहरू कति जना? हाम्रो 3 भाइ माइती। अनि विवाह परि तल डाँडामा छ नरे भने जेठ दाजुको छोराहरू। अनि विवाह चाहिँ किन गर्नु भएन 4 जना सल्लाहले? अस्ति गोठालो गरेर। गोठालो गरेर। अनि तपाईहरु कति राम्रो हुन्छ पहिला माया प्रेम परेन? गोठालो गर्न माया प्रेम बसेन हौ। गोठालो 20-22 गाई चराउनु पर्ने अनि 4 जना दिदीबहिनीले दाजुभाइ छोरी भनौँ न। दाजुभाइको 4 जना छोरी विवाह गर्नु भएन? गरेन। अनि पहिला स्कुल पढ्नु भयो भएन 4 जनाले? अझैले खोल्यो थियो पछि अझै भने उयो हाम्रो बडाको छोरा त्यो नेपाली अलि जाने छ त्यो पनि आँखा देखिँदैन। 4 जनाले विवाह गर्नु भएन है? त्यो काका छोरी त्यो ठुलो घर रातो घर बनाउने। लु भन्नुहोस् न त ल अरूले त विवाह तपाईले किन गर्नु भएन अरू दिदीबहिनीले किन गरेन होला मनमा कुरा शेयर हुन्छ होला नि। हामी गोठालाई मात्रै गर्थ्यौँ त्यो मनै लागि बिहे गर्न मनै लागेन। हामी पनि राम्रो छ नि त बिहे नगर्ने।
तल बहिनी एक बहिनी बिहा गरेर मेरो बहिनी जाले बिहा गरेको थियो त्यो पनि ज्वाइँ एक्सिडेन्ट शिविर बिहा गरेर एक्सिडेन्ट ज्वाइँ भएर तल कति कुन बाटो आउनुभयो यो मुख्य बाटो अनि के त्यहाँ फुलबारी छ नि बाटो माथि त्यहाँ हाम्रो बहिनी त्यहाँ बस्छ अनि बुवा आमाले पनि बिहा गर्नु भएन पहिला गरिदिनु भएन त्यहाँ बट्टै सबै देखिन्छ बट्टै जस विवाह नगर्दाको जीवन चाहिँ कस्तो हुँदो रहेछ म त हुन्छ हकानी हुँदैन नि त नि है हकानी हुँदैन हाम्रो भडे पाल्दा नै माइला भ्याएको 10 जना त छुट्या लग्यो माइला भ्याएको 8 जना छोराछोरी छ नि त नि त्यहाँ पाल्दा ठिकै भयो माइला भ्याएको न 6 बहिनी माइला भाइ जेठा दाजुको 6 भाइ 4 बहिनी माइलाको 6 भाइ 2 भाइ कान्छाको त भाइ उत्पल घर 2 भाइ 1 भाइ खस्यो अनि दाजुको त भाउजू थियो होला नि त नि छोराछोरी स्याहार्ने थिएन अनि स्याहार्ने थियो नि भाउजूले खस्यो अनि त्यो भएपछि भदिन हेर्दा विवाह गर्न छुट्यो है होइन नि माइला भ्याएको हामीसँगै हुर्केको जेठा दाजु उठो छुट्याइ लग्यो त अनि भाइहरूले दिदी अब विवाह गर भनेन बिहा गर हामी हामी काम गर्न सक्छौँ बिहा गर भन्छ बुद्धि नहुनेको नगर भन्छ नि माइला भ्याएको अनि विराटमा छ नि छोरीहरू 2 भाइ विदेश छ तिनीहरूले पाल्छ हामीलाई सबैभन्दा जिन्दगीमा रहे पनि केले रमाइलो बनाउँछ खुसी केले दिन्छ विवाह नगर्दा पनि अब देख्यो खुसी र के भन्दा आफै पढ्नु खुसी छोराछोरी पाउने पनि अहिले पालेको छैन हामी भडेनीहरूले पाल्छ अनि रे पनि खुसी छ जिन्दगी है आफै सुँगुर पालिन्छ बेचिन्छ बाख्रा पालिन्छ अनि मान्छेले भन्छ नि विवाह नगर्दा त समाजले नराम्रो भन्छ छोराछोरी नगर्दा नराम्रो भन्छ नि तपाईँलाई चाहिँ के लाग्छ यस्तो कुरा नराम्रो भन्दैन पछि ल्याइदिन्छ नि के मलाई लाग्दैन है त्यस्तो बिहा नके म टेन्सन हुँदैन बिहा नगर्दा तपाईँको दिदी अरू दिदी बहिनीले चाहिँ के भन्छ विवाह नगर्दा पछुताउँछ पछुताउँदैन दिदी जेठी दिदीको त यो छोरीहरू नातिहरू जापान छ को अस्ट्रेलिया तर पनि आफै बस्नु पर्दै सक्यो दिदी जेठी भन्दैन हुँदा पनि यस्तै छ नहुँदा पनि यस्तै छ म ढुक्कै लाग्छ छोराछोरी पाल्ने होइन नि अनि छोराछोरीले पाल्ने होइन होइन छुट्याएर लान्छ मरेपछि कहाँदेखि बोक्छ नि त बोक्छ अरूले पनि बोक्छ नि मर्दाखेरि अरूले बोक्छ त नि त्यही भएर जिन्दगीभर एक्लै ठिक रहेछ ठिकै एक्लै मलाई एक्लै ठिक छ यो घरमा एक्लै हुन्छ भतिज भयो भदै नि कता जानुभयो भडेबाट कहाँ त बुढो विराटनगर 2-3 जना काम गर्छन् कोही कम्प्युटरमा काम गर्छ कोही पढ्दछ कोही विदेश छ तपाईँको फेरि नाम भनिदिनु त इन्दिरा खेलाची पढ्दाखेरि इन्दिरा मेटा नागटामा उज्याल छ फेरि के उज्याल नागटा र उमा तपाईँको नाम उज्याल छ के ऊ नागटेमा चाहिँ गाउँमा चाहिँ के भनेर चिनिन्छ इन्दिरा इन्दिराको घर एक्लो छ शान्त छ खुसी छ है खुसी छ अब के दुःख छ भन्दा पनि के त ल्याइदिने होइन नि है ल्याइदिने होइन नि अब विवाह नगरी बस्नेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ जिन्दगी र पनि रमाइलो हुन्छ भन्नुहुन्छ के भन्नुहुन्छ रमाइलो अहिलेसम्म त पछि त दुःख पाइन्छ होला के गर्नु त हो तर अब छोराछोरी हुने बिहे गर्नेको नि त बुढापाका भएपछि दुःखै होला नि त हेर्दैछु त दुःखै तर दिन्छ नि यसो छोराछोरी पाउ जस्तै हुँदैन नि त हुन त है दुःख छोराछोरी पाउ जस्तो हुँदैन नि त हुन त अब पाल्ने छैन नि साह्रो गाह्रो भएपछि पाल्ने हुँदैन नि त नि अहिले त सुखी पछि पाल्न चाहियो नि त नि